गाडीले छेकेको छ ठ्याक्क हामी यहाँबाट हिँड्यौँ है हामी हिँड्यौँ है दिपा दिपा हामी 7 बजे आइपुगेछौँ के जम्मै उयो त्यो कोटेश्वर कतापट्टि त्यो गाडी चढ्ने ठाउँमा बस्छ है फेरि पुरै सिजमै 5 बजे आएको त हो नि यता हेरौँ त उयो माथिको अग्लो बाटो गएको अस्ति हामी तल्लो बाटो गएको थियो आज यहाँ माथि बाटो आयो हामी सैलुङ घुम्न आएको यहाँसम्म गाडी पुग्दो रहेछ त्यहाँभन्दा माथि हामी हिँडेर जानुपर्छ अरे 1 घन्टा लाग्छ भन्दै हुनुहुन्छ अब हेर्दै जाउँ कति समयमा पुगिन्छ मिना तिमी त डुगर छ कम्तीको गान छ त्यो हाई सैलुङ आज हामी सैलुङ आएको ल आज हामी सैलुङ आएको झ्याबाट हेर घुम्नुको लागि ठुलो गाडीमा रिजर्भ गरिरहेको ल 28 जना आछौँ हामी कति रमाइलो भएको छ आज नाच्न पाइए होइन हामी चाहिँ सैलुङ घुम्न आएको हाम्रो ग्रुप धेरै छ अब चाहिँ हामीले खाना खाएर अनि माथि डाँडातिर जाने हो त्यसपछि हामी माथि के भन्छ अरे नामै आएन है हामीले खाना खाने होटेल हेलो दुःख भयो कि कस्तो भयो रमाइलो गर्न आएर दुःख भन्नु पाइन्छ रमाइलो चाहिँ भछ यो चाहिँ हाम्रो बिहान ल खान्छौँ लौरो नि मुरै भइरहने बाटो लट्ठी टेक्दै हिँडेको आऊ आऊ बिस्तारै म तान्छु है राम्ररी जाऊ होइन सँगसँगै जाने हो नि यस्तो दिन फेरि फेरि पाइन्न आउने हो जाने हो बिस्तारै माथि पान्दैन घुम्ने नै हो नचल्ने दिन देखा जाए ऊ चाहिँ के अरे त्यो डाइरेक्टरको त्यहाँ सिकाउने छ डाइरेक्टरले यहाँ सिकाउने छ हामी सैलुङे डाँडा
अनि आज यहाँ आउँदा कस्तो लाग्यो तपाईँहरूलाई? यो 60 वर्षको उमेरले एउटै हो यो चाहिँ जुगल हिमाल यो चाहिँ गौरी शङ्कर अनि यहाँ तलको चाहिँ चरीकोट बजार अनि हाम्रो साथीहरू जम्मै कोही तल कोही माथि अनि यहाँ माथिको गुम्बा यो सैलुङ चाहिँ थाकेको अवस्था सबैलाई इन्जोय गाइस ग्रुपको दिदी बहिनीहरूसँग आज सैलुक घुम्न आएको अनि यहाँ चाहिँ रेसल हुँदैछ उहाँ चाहिँ हाम्रो माइजू यहाँ मेरो दिदी दुःख भाजको अवस्था गुराँस फुलाउनेलाई भनिदिनु है मानै जाली छ त्यहाँ बसौँ न जुम गरेर यो फोटो हेर ayo kalian coba आज हामी कालिम्पोङ के त मलाई नि यस्तो लाउनु मन लाग्यो कस्तो चालू त केही हुन्न फोटोमा गर्न हाम्रो ग्रुपहरु यता छन् आउनु त पर्यो
गछ दिदी त कालिम्पोङको बजार हिउँबाट झन् कति राम्रो देखिन्छ होला गएर फर्किहाल्छ त कालिम्पोङबाट तल झर्ने बाटो चाहिँ अलि अप्ठ्यारो रहेछ किन त्यहाँ चिने जस्तो मान्छेहरू छन् है